छोरी आई। ओ हेला बाबा क्या के हो पारा काम छैन काम भएको भए म यहाँ बस्थे। के काम हो भन्? तिज पनि आइसक्यो नयाँ कपडा किन्न पर्यो पैसा सकी छैन मान्छेको यहाँ कट्टु फाटिरहेछ तँलाई नयाँ कट्टु कति नराई नि हुन्छ मैले लासेन के रे म के बच्चा हो र कट्टु नलाउनलाई? दुनियाँका बच्चाले कट्टु लाएनन् भनेर मैले नलाउनु बच्चा सम्झिस्? बच्चा होइन तपाईँ भिखारी हो त्यसलाई त नि के गरौँ त? अब म पहिले जान्छु तिजोमा रातो साडी लाएर आउँछु अन्डरस्ट्यान्ड आई एम गो बोलो बाबा है लगिदिया दिए भाग्य मानी हुनु मलाई एउटा मोबाइल किन्दैन न होइन तँलाई मोबाइल किन चाहियो? भिडियो हेर्न हेर्नु न भिडियो सिडियो आँखा बिग्रिन्छ बिग्रिन्छ चस्मा लाइन्छ लाउँछस् चस्मा? कहाँको पैसाले लाउँछस् चस्मा? पैसा अनुसारले चस्मा लाउनुलाई तपाईलाई बेचेर किन्छु अबे साले म त हरामी छु ओ बाबा हजुर के हेरेको तल्लो परेर तँलाई हेरेको नि के हेर्न नपाउनु? यो किन ल्याछस् नि? मासु खाने हो के यसको खान्छस् मासु? यो के हो थाहा छ तँलाई? सुकुर हो के सुतेको सुताइ गर्छ उड्दै उड्दिन ओइ उठ लाटोले हान्देम फाल्देम तलाई बाबा है हाम्रो मम्मी खै र ए मम्मी मम्मी समेत पहिला गयो त्यसो भए म पनि जान्छु जानेन कहीँ पनि? जान्छु त कहाँ जान्छस्? कहाँ जान्छस्? बट्टा नहो केटी पड्काइन्छु अलि ल पर्काउनु त म पटेका हो र अबे साले बल्ल दुख म त हरामी छु इन्ट्रेस्ट जेठान इन्ट्रेस्ट टेस्ट गर्न मन थियो कि मलाई टेस्ट गर्न हेर्नु जेठान आज राति सपनामा यमराज आउनुभयो मेरो सपनामा यमराज आउनुभयो के अनि उहाँले सोध्नुभयो तिम्रो अन्तिम इच्छा के छ भनेर मैले पनि भन्दै लाज नमानेर मलाई चाहिँ 14-15 को राम्री केटी कान्छी बुटी मिलाइदिनु भनेको दरो कुट्यो नि यमराजले कुट्यो तपाईलाई होइन बुढीले कुट्यो हैन बुढीले किन कुट्यो फेरि सपनामा मेरो बर बनाउने बानी छ के डेटान मेरो यमराजसँग कुरा गरेको सबै सुनेछ बुढीले तपाईले फेरि त्यो 14-15 वर्षको केटी किन माग्नु पर्यो थियो यमराजसित इन्ट्रेस्ट जेठान इन्ट्रेस्ट टेस्ट गर्न मन थियो कि मलाई टेस्ट गर्न ओ सरी हजुर कहाँ गएर आइस? म त गोबर फालेर आएको भनेपछि बिहान नै गोबर फालिएर आइयो फाल्यो ए बाबा है मेरो एउटा काम गरिदिनु न के काम हो? मेरो चाक धोइदिनु न टोइलेटमा गएर चाक्ने धोएर आउँछस्? पातले पोसेको के म त खट्टेछु के बाबा है एमालेले
अब हारे त हारे, यसमा मेरो के दोष? उहाँ जितेर गइसक्यो, हार्नेले यहाँ कुराको दलेर हुन्छ। यो सब तपाईकै खेल हो। के को खेल? कस्तो खेल? यहाँ मान्छेलाई राम्रोसँग भलिबल खेल्न आउँदैन? नजान्नु भयो नि, गोल त हार्नु भयो नि। के भनेको त्यो? तैँले के भन्न खोजे? के नजान्नु कि त गोल हान्नु भयो अरे? एमालेलाई डुबाउनु भयो भनेको। अबे साले बाबा है पुलिस मामालाई फोन गर्नु न। तेरी पुलिस मामालाई किन फोन गर्ने हो र? मसँग पैसा छैन के? हे मलाई गर्न फोन सुन। गर्नु न केपीओलीलाई। हे केपी बा रात न दिन केपी बा भनेछ यार। कहिले पुलिस मामालाई फोन लगाऊ भनेछ। हे यार केपी बालाई के भन्ने हो र तैँले? केपी बा आई लभ यु भन्ने। अबे साले लाजा बेरा जनता। बाबा है म उल्टे जन्मेको हुँ त। कसले भने फेरि तँलाई उल्टे जन्मियो भनेर? तिमी त सुल्टे जन्मिएको अरे। सुल्टे भनेको कसो? सुल्टे भनेको सबैभन्दा पहिला टाउको निकालेकोले भन्छ के? ए त्यसो भए त म त टाउकोले हिँड्छु। अबे साले म त हरामी हुँ। मामा हजुर भान्जी, मलाई पैसा दिनु न। किन चाहियो मेरो भान्जीलाई पैसा? माइजु किनेर ल्याइदिन्छु। म त हरामी छु। ओ बाबा है बानाना नजरो। ए माग्दैन भाँडा साडा। ओइ के पानी खोज्नु ओइ के कोडाङ्गा। ओहो यो पानी पानी कत्रो आयो। ओ बाबा है या कसलाई नमुत्न भन्नु न। मुतेको मुतै गर्छ। जागे पानी भिजिसक्यो। हेर छोरी, अब यो पानीलाई मैले भनेर रोकिनेवाला होइन। अब मलाई पनि केही थाहा छैन। मैले केही गर्नु सक्दिनँ। जे गर्नु छ जसो गर्नु छ तिमी आफै गर, मलाई केही थाहा छैन। ल ल ओ पानी अगादेखि नआइज है। आइज भने तेरो मुत्ने काट्दिन्छु। अबे साले बाबा है मलाई पैसा दिन मिल्दैन। मिल्दैन। किन चाहियो पैसा? काम छ के? हुन्छ खुब तेरो काम। खुब मिठाई खाम्ला भने जस्तो अरे। ल भन त 1000 को नोटमा कुन जनावरको चित्र हुन्छ? हजुरको मान्छेको। बाबा भूतले गाडी चलाइरहेछ। बाबा हेर्नु त मेरो छोरीहरू। ए तिम्रो छोराछोरी हो? के तपाईँको नातिहरू? थाहा छ मलाई नि। घन्टी होइनन् फेरि एमाले हो। घन्टी हो भनेर नि कसले भने हार? बाबा है मेरो जुङ्गा छ र। छोरी मान्छेको नि काहीँ जुङ्गा आउँछ र? ए छोरी मान्छेको आउन। आउँदैन। जुङ्गा त छोरा मान्छेको त आउँछ त। त्यसो भए खोइ त तपाईँको जुङ्गा। मैले त अस्ति भर्खर काटेको के छोरी। ए काट्न पानी पाइन्छ? पाइन्छ नि। मलाई ढाक्नुहुन्छ? तपाईँको जुङ्गै आएन। तपाईँ छोरी मान्छे हो कि का हो? छोरा मान्छे र छोरी मान्छे चिन्दैनस्? चिनेर त भनेको नि। ओइ मम्मी अबे साले म त हरामी हुँ। बाबा है हेर्नु त मैले मोबाइल किने। ल कसले दियो यो मोबाइल? होइन के म
ए महँगै मोबाइल किनेछस् अब यो मोबाइलको त के गर्छस् अब यो मोबाइलबाट तन्नेरीलाई फोन गर्ने हो गर्छस् त मेरीलाई फोन तेरा गाला चट्किनी गरेर पठाइदिन्छु अनि थाहा पाउलास् के गर्नुहुन्छ हेर न मुखै लागेको ओए मेरो मोबाइल कहाँ गयो भनेको त यसले पो लिएर आएको रहेछ पहिले जान भनेको अबे साले बेटी रुन्चिसके बाबा है यो पनि एमएलएको झोले रहेछ नि लौ अनि तँलाई कसरी थाहा पनि ऊ त मासु भात खाइरहेको थियो अबे साले हाँसलाई ल के गरिरहेछ ओ छोरी हजुर अहिलेको गर्मी महिनामा नि के पुसमाको जाडो जस्तै तनावरी बसिरह के भयो एमएलएले हारेपछि त घाम पनि लाग्न छोड्यो एमालेमा हार्दैमा घाम लाग्न छोड्ने अनि घन्टीले जित्दैमा अनि मन्दिरमा घन्टी बजेको बजे गर्ने होला होइन त्यो त बालन बुबालाई सोध्न पर्छ हे भगवान बाबा है तपाईलाई ग्यास चाहिएछ ग्यास ग्यास त चाहिएन मलाई किन र एमएलएले फ्रीमा दिएछ के ए भनेपछि तैँले पनि पानी भएस् होइन मैले त अरूलाई दिने हो के ल अनि तँलाई चाहिँ किन नदिने रे नि म त एमएलएको झोली हो नि ग्यास त भेरा जनतालाई दिने हो रे अबे साले बाबा है केपी ओलीलाई फोन गर्नु न लौ फेरि केपी ओलीलाई किन फोन गर्नु नि विदेश पठाउनलाई पठाइस् अब तैँले विदेश उहाँ केपी ओली जेल गइसके ए हो र मसिन त तैले जान्छु भन्थे त अबे साले छोरी हजुर नेपालको अहिलेको प्रधानमन्त्रीको न कोन बालन बुबा ए छोरी बालेन बुबा होइन के बालेन शाह भन न ओके बालन साप हो केपी ओलीलाई टोको मै पनि एमएलए बाउ पनि बाबा है घन्टीले जित हुन्छ घन्टीले त जित्यो छोरी मैले पनि जितेँ घन्टीले पनि जित्यो एमाले हार्यो तैँले पनि हारिस् हारेको होइन के बच्चा बच्चीलाई मौका दिएको हो के अबे साले म त फेरि एमाले हो नि बाबा है यसको मासु खाम खान्छस् यसको मासु हिजो साँझ कुखुराको मासु खाएको होइन अनि यसको मासु कसलाई खुवाउने र भेरा जनतालाई खुवाउन पर्यो के खुवाउलास् भेडा जनतालाई तेरी माखा भेडा जनतालाई खुवाउने काको म यो गाउँको बुचा नेता हो के अबे साले कसैले एमएलएको झोलेन भन्छन् हाँसलाई बाबा है तपाईलाई विदेश पठाइदिम लौ मलाई विदेश तैँले पठाउनु पर्छ र म आफै जान्छु नि मैले फेरि बिना पैसामा हो नि घन्टी बजाएर एमाले नि घन्टी बजाउनु हुन्न भन्ने थाहा
यो डायलग त मेरो बाबा मम्मीले मलाई हगेको हो र होइन कसले भन्यो तँलाई यस्तो कुरा नचाहिने कुरा गाउँले त्यही भन्छन् त ए बाबा गाउँलेहरू त चाहिने कुरा नि भन्छन् नचाहिने कुरा नि भन्छन् के त्यस्ता कुरा पत्याउँदैन छोरी ए तिनीहरू पनि पक्कै एमाले होला एमाले काङ्ग्रेस केही पनि होइन नि के चेनहरू कि गाउँलेहरूले चाहिने भन्दा नचाहिने कुराहरू गर्छन् के त्यस्ता कुराहरू सुन्न हुँदैन छोरी त्यसो भए एमालेको झोले अबे साले बाबा हाय तपाईँलाई ढोक दिया ढोक दिया अब म पहिला गइदिया नाति ल्याइदिया त तपाईँलाई बोक दिया ओ छोरी के भयो अब म एमाले होइन ल अनि हिजो अस्तिसम्म त म एमाले पार्टीको हो भन्ने भयो उफ्रिलाई त्यस त आज अनि के भयो त एक्कासी हेर्नु त घाम डुरीले सेक्दियो अब म एमालेको झोले होइन अनि अब के भन्ने विचार छ नि जय घन्टी भोटकेमा माटोमा झापा 5 बाट बालेनले जित्यो अरू पार्टीले हार्यो भने भोलिपल्ट के हुन्छ तँलाई थाहा छ होइन त्यस्तो के हुन्छ र आमा तँलाई त्यति पनि थाहा रहन्छ 2 दिन हुन्छ नि बाबु एक्सरे गरेको क्या आयो रिपोर्ट एक्सरे त गरेको आमा घोडाको हड्डी फुटेको देखायो धन्न एक्सरेमा मात्रै फुटेछ साँच्चैको फुट्यो भए त कति पैसा लाग्थ्यो नि छोरी माग्न त आउनु भयो बाबुको जागिर के छ कुन्नी ए म त पाइलट हो आमा देशको जहाज चलाउनुहुन्छ बाबु कहाँ जहाज चलाउनु उहाँ बेग भयो ड्रोन उडाउँछु एमाले आयो एमाले ओ घन्टे बाबा के भयो जय घन्टी भन्नु न गु भिस्ने गरी भैया भन्दैन जय घन्टी शान्ति तैँले भन्न ए घन्टे बाउ म त एमाले हो के अनि आफू एमाले भएर के म घन्टीलाई जिस्काउन आएको होइन के तपाईलाई पैसा दिन आएको पैसा रे के अनि पैसा चाहिँ किन नि तपाई एमालेमा आउन पर्यो के ए भनेपछि तैँले मलाई आफूतिर एमालेतिर लानु खोजेको अनि पैसा चाहिँ कति दिन्छस् नि अहिले चाहिँ मासु भात भोटकेमा सुर्केमा भोटकेमा सुर्केमा भोटकेमा मालामा ओ घन्टे बाउ के भयो घरबाट निक्लिनु ल मलाई म चाहिँ किन निस्केर जानु त जान म त एमाले हो नि एमाले भन्दैमा के घन्टीलाई हेर्न पाइन्छ एमालेको घन्टीबाट भन्न सकिन्न के सकिन्न हो तैँले भन्न खोजे के हो कुरा मिल्दिन भनेको कानमा हेलमेट लगाउनु ए मिल्न सकिन्न एमाले भएर मलाई हेप्ने एमाले हो अस्ति भर्खर त म घन्टी पार्टीमा म माटो पार्टीमा भनिरहेको थिइस् त भोटकेमा घन्टीमा भोटके माटोमा भनिरहेको थिइस् त के अस्ति भर्खर आज आएर भोटकेमा सूर्यमा भन्छस् तैँले एमालेले यति पैसा दियो के मलाई अब गाडी किन्ने मैले सबै बाबा अघि मैले यो मुखमा चिज बल खाएको अबे साले म त हरामी छु हिहि हेर्नु
बन्छस् तैँले चाहिस् भनेपछि नेता मात्रै होइन प्रधानमन्त्री गृहमन्त्री पनौती सबै बन्छस् होइन ए छोरी तेरो त्यो पार्टीको नाम के रे छैन कुमारी होइन यो पानी पानी कति आउँछ र ओ बाबा यो आकाशलाई नमुट्न भन्नु न मुटेको मुटै गर्छ पेट पानी कटोला र नआजो भन्नु न ए छोरी त्यसले मैले भने मान्दैन के मैले भनेको मान्ने भए त अस्ति नै म ए पानी नआइज भन्नेकै हो नि मान्दैन त्यसमा फोन गर्नु न त्यसलाई फोन गर्न मिल्दैन के छोरी हामीले त्यसलाई फोन गरे पनि जे गरे पनि पानी रोक्नेवाला छैन म केही गर्न सक्दैन त्यसमा यसो गरौँ बाबा कसो त्यसको मुट्न काट्दिउँ अबे साले मैं तो हरामी हूँ बाबा है दसैँमा मलाई कसले टिका लगाइदिने दसैँमा त मैले त होला नि टिका लगाइ मैले तपाईँलाई लगाइदिन मिल्दिन खै मलाई त केही पनि थाहा छैन सोध्नु पर्छ अरू बाउ भएर बाउलाई थाहा छैन जानी पत्ता लगाउनु दसैँ आइसक्यो ल म पत्ता लगाएर आउँछु ओ बाबा के कहाँ जाने हो साले तू तैँले नै भने होइन दसैँमा छोरीले बाउलाई टिका लगाउनु मिल्छ मिल्दैन भनेर अच्छा गाउँमा पत्ता लगाएर आउँछु होइन कि यहाँ आउनु न ठीक है कैसे लगा मेरा मजाक साले तू बाबा है पढेर के हुन्छ र पढेर ठुलो मान्छे बन्न सकिन्छ नि छोरी अरू पढेर इन्जिनियर डाक्टर पाइलट धेरै कुरा बन्न सकिन्छ नि ए त्यही भएर तपाईले पनि पढेको अनि पढेर के गर्नुभयो त म त गोठालो बने नि त्यसमा म पनि त्यही बन्छु गोठालो त बन्न हुँदैन छोरी गोरुले लात्ताले हान्छ त्यसमा म पढ्दिन हुन्न र बाबा बाबा है मलाई पहिला जा भन्नु न किन काम सके या भन्दैन मैले जे पाए त्यही भन्न लाउँछ भन्नु न काम सके ए ल ल ल ल भनिदिन्छु ओए पहिले जा नै जन्न पहिले जाने हो जन्न जा भनेको सुन्दैनस् जन्न जा तपाईले कल गर्नुभयो लागे है बाबा ओए कहाँ हिँडिस् पहिलो ल ल अब हिँडिहाली छेस् माइत आउँदा कहिले बस्छौ एक बोतल ल्याएर आइस् बाबा है तपाईलाई ढोक दिया अब म पहिला गइदिया लाठी ल्याइदिया र तपाईलाई बोक दिया के गरेको बाबा त्यस्तो फिल्मको ट्रेनिङ लिएको छोरी ट्रेनिङ लिएको है म खलनायक हो खलनायक खलनायक होइन तपाईँ नालायक हो अबे साले म त हरामी छु बाबा है मामालाई फोन गर्नु न किन गोप्य कुरा सके
या मैले गर्दैन फोन सुन नम्बर पनि छैन सयमा फोन गर्नु न अबे साले पुलिस मामा भनेको के बाबा है टोक दिया अब म पहिला गइदिया गइस पहिला जाने बाबा 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 पहिला त जालिस कि तर त भोलको र ब्याग किन बेरेको तपाईको नाति भुकायो के गए म त गए बाबा है यसपालि अँ मलाई भोट दिनुलाई ल ल ल ल जिताउन चाहिँ तिमीलाई जिताउला कि तर पार्टी कुन हो चुनाव चिन्ह के हो भोट चिन्ह आलु हो के अब पार्टीको चुनाव चिन्ह नि आलु रहेछ खै कसरी जित्ला र मलाई जिताउनु भयो भने अँ तपाईलाई मैले हेलिकप्टर किनिदिन्छु के पर्दैन छोरी पर्दैन मेरो लागि दुःख गर्न पर्दैन मलाई हेलिकप्टर सर्टकट केही चाहिँ पर्दैन तिमीले चुनाव लडेर जित्यौ भने यो गाउँलाई सुन्दर बनाउनु राम्रो बनाउनु हेर्ने लायक बनाउनु मेरो लागि त्यही नै ठुलो कुरो हो ए ल ल त्यसो भए पाउडर किनिदिन्छु अबे साले म त बात थिछु के ओ बाबा हजुर आज के खाने हो र भोक लागिसक्यो आज मकै खानु पर्छ छोरी बारी मकै पाक्या छ आज त्यही मकै पोलेर खानुपर्छ म त खान्न होला मकै ल मकै नखाएर के खान्छस् तैँले आज मासु खाने हो ल अम्मा हो के को मासु खान्छस् कुखुराको भालेको बार घरमा एउटा कुखुरा छैन खाइस् तैँले आज भाले काटेर कसले दिन्छ तँलाई भाले पहिले गएर उतै खाने हो पहिले सोइला जानिन जाने हो धेरै नमाथि है अहिले कोठामा थुनेर राखिदिन्छु अनि जालास पहिला म त भागेर जान्छु हेर्नु बाबा मैले चाहे भने नेता बन्न सक्छु के बन्छस् तैँले चाहिस् भने नेता मात्रै होइन प्रधानमन्त्री गृह मन्त्री पनौती सबै बन्छस् होइन छोरी त्यो अनि त्यो पार्टीको नाम के रे छैन कुमारी बाबा है ल बस्नै म लागे ल कहाँ जाने हो र गाउँतिर किन जानु पर्यो गाउँतिर शादी गर्न गर्छ शादी गर्छु नि तपाईँले भन्न पर्छ र हेर केटी आजभोलि जेग्ली बढी भइरहेछ है के गर्नुहुन्छ ल नि हो अबे साले आज एक म त हरामी छु बाबा है घिउ खाने हो र पाए त खानु हुन्थ्यो के अरे कहाँ छ र मेरो नाकमा के तेरो नाकको सिरानी खानु जस्तो देखिस् मलाई ताक्नु न बाक्लो सके बाग्लोस् पाग्लोस् त्यस्तो सिरानी त बच्चा बेलामा कति खाइयो चाखिसकेको ए भनेपछि तपाईँ चाक्सी हो अबे साले मलाई सोरेर जान्छै चटपटे खान